यो जिरेश्वर महादेव चाहिँ जिरीभन्दा लगभग 2.5 किलोमिटर टाढा पर्दो रहेछ। यहाँको भनाइअनुसार एकदम शक्तिशाली मन्दिर हो महादेवको भन्ने कुरो छ। सकेसम्म सबैजना एकचोटि घुम्न आइदिनु होला जिरेश्वर महादेव। यति ठुलो ओडार मुनि छ कि यो तपाईँले हेर्न सक्नुहुन्छ। विशाल छ ओडार। अनि यो मुनि मजाको झरना छ। यहाँ तल सानो पुल देख्नुभयो होला, यताबाट देखिँदैन, अलि तल गएपछि देखिन्छ। जिरेश्वर महादेव।